दाइ अनि तपाईँ किन झोक्राएर बस्नु भएको हो यस्तो बिदिन साह्रै नै ए भाइ अब यो झोक्राउने कुरो त के भन्नु भाइ 20 वर्ष हुँदा विदेश हिँडेको अहिले 40 वर्ष नआएर 43 लागे 20-22 वर्ष भएछ न परिवारसँग सँगै बसेर भात खान पाइयो न परिवारसँग सँगै बसेर घुम्न जान पाइयो न आफूले बनाएको घरमा आफै बस्न पाइयो अनि जतिखेर पनि विदेश 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 विदेशको पीडा न कमाएको पैसा 2-4 पैसाको सही सदुपयोग गर्न सकियो त्यो पनि गर्न सकिएन त्यही भएर गाह्रो छ भाइ अनि यसो सोचेर बसे परिवारको याद अनि उमेरले डाँडा काटेको याद अब पछि कति वर्ष विदेश बस्न पर्ने हो त्यो पिरले नि तनाव बनाइरहेछ मलाई त्यही सोचेर बसिरहेको भाइ के गर्ने गाह्रो छ नि है गाह्रो छ दाइ अब छोरा मान्छेको जिन्दगी हो हामी छोरा मान्छेको यस्तै हो जिन्दगी आधी जिन्दगी परदेशमै बिताउनु आधा जिन्दगी त परदेशमै जाला जस्तो छ भाइ अब झोक्राएर नबसे के गर्ने त भाइ अब हाँसेर हिँड्यौँ भने के गर्नु त्यो झुटो मुस्कान देखाएर चाहिँ कति बेच्ने दुनियाँलाई देखाउँछ र होइन र